नमस्कार दर्शकबिन, तपाईँलाई स्वागत छ डिस्ट्रिक्ट सरोकारमा। म सुस्मिता बुजेल। दर्शकबिन, अहिले पनि म राभङला साउथ सिक्किमतर्फ आइपुगिरहेको छु र दर्शकबिन अहिले पनि म यहाँनिर विभिन्न स्टलहरू लागिरहेको छ। त्यसमध्येमा एउटा स्टलमा आइपुगेको छु। अति नै राम्रो जानकारी लिएर हजुरको समक्षमा उपस्थित भएको छु र आउनुहोस् हामी उहाँहरूसँग जान्नेछौँ। र अहिले पनि म बामोस एनसीएस स्टलमा आइपुगेको छु। उहाँहरूको टिम अहिले यहाँनिर हुनुहुन्छ है र उहाँसँग नै हामी जान्नेछौँ किन यो स्टलमा हामी आइपुग्यौँ त हजुरहरूलाई जानकारी दिन निम्ति भने एकदमै इन्ट्रेस्टिङ लाग्यो मलाई चाहिँ है, एकदमै राम्रो पनि लाग्यो र यो चाहिँ एकदमै जान्नुपर्ने कुरा रहेको छ भनेर नै हामी उहाँहरूको समक्ष हामी केही बातचित गर्नका निम्ति आइपुगिसकेका छौँ। फर्स्ट अफ अल तपाईँलाई वेलकम टु डिस्ट्रिक्ट सरोकार। तपाईँहरूको इन्ट्रोडक्सन दिनुहोस् न। नमस्कार है, हामी बटरफ्लाइज एन्ड मथ अफ सिक्किम नेचर कन्जर्भेसन सोसाइटीबाट आएको छौँ है। अनि हामी यहाँ यो फेस्टिभलमा यो छोचो फिस फेस्टिभलमा चाहिँ किन आएको भने चाहिँ हामीले यहाँ चाहिँ ताकि एउटा बटरफ्लाइज एन्ड बर्ड्सको विषयमा एउटा एवेरनेस दिन आएको छौँ है यहाँको। किनकि हाम्रोमा एउटा यस्तो रिच बायोडाइभर्सिटी छ सिक्किममा है, यो चिजहरू हामीले प्रोटेक्ट गरेर राख्नुपर्ने छ है। यही मेसेज हामीले दिनु लागि चाहिँ यहाँ आएको छौँ। र जति पनि यहाँनिर डिस्प्ले गर्नुभएको बटरफ्लाइज अनि साथसाथमा बर्ड्सहरू पनि रहेछ, बर्ड्स अफ सिक्किम भनेर है, ब्युटिफुल मथ अफ सिक्किम पनि रहेको छ होइन। यो विभिन्न यो जस्तै यसो मैले हेर्दाखेरि अघि मैले तपाईँहरूलाई भन्दै गएँ यो घरमा पनि आउने गर्दछ। जस्तै तपाईँले भन्नुभयो नाइटमा उहाँहरू एक्टिभ हुने गर्दछ, डे लाइटमा पनि एक्टिभ हुनेछ है। र यो बटरफ्लाइजहरूको बारेमा तपाईँहरूले कस्तो रिसर्च गर्नुभयो अनि कस्तो प्रकारले गर्नुहुन्छ यो बटरफ्लाइजहरूलाई चाहिँ? हामीले चाहिँ रिसर्चहरू चाहिँ कस्तो पाराले गर्नुहुन्छ भने हामी चाहिँ जस्तै अब देयर आर two types of activities in this butterflies and moth है। अब कति बटरफ्लाइज आर एक्टिभ इन डे टाइम्स एन्ड मथ्स आर एक्टिभ इन नाइट टाइम्स है। अनि यसमा चाहिँ हामी यो रिसर्च पनि अब हामी गर्छौँ। यसमा चाहिँ किन रिसर्च गर्दैछौँ भने हामीले यसमा चाहिँ एउटा सिक्किमको एउटा एक्युरेट एउटा डाटा निक्लोस् के हाम्रोमा कतिवटा स्पिसिस छ है। अनि त्यसो गर्दाखेरि हामीले अहिले गर्दै जाँदाखेरि हामीले 2011मा स्टार्ट गरेको यो जुन चाहिँ एनजिओ हामीले एउटा फेसबुकदेखि एउटा स्टार्ट गरेर चाहिँ अहिले हामी पुरै एकदम अहिले एउटा रेजिस्ट्रेसन बडी नै गरिसकेका छौँ है। अन्त यसमा चाहिँ हामीले धेरै रिसर्चहरू बटरफ्लाइजहरू गर्दाखेरि अहिले हामी हालैमा मोर देन 700 स्पिसिस हामीले सिक्किममा बटरफ्लाइजहरू पाउने गरिएको छ है। मोर देन 700 विदिन सिक्किममै, इन सिक्किम ओन्ली ओके। तपाईँको इन्डियामा हेऱ्यो भने तपाईँको इन्डियामा 1349 स्पिसिसहरू छ है। सो 50% स्पिसिस हामीले चाहिँ इन सिक्किममा पाउँछ। त भने सोच्नुहोस् न, अब यहाँ कति त हाम्रो यो रिच बायोडाइभर्सिटी छ है, यसलाई त हामीले प्रोटेक्ट गरेर राख्नै पर्नेछ। त्यही कारण चाहिँ अब हामीले त मेन फोकस चाहिँ यङ जेनेरेसनलाई गरेको चाहिँ उहाँहरूको हातमा हुन्छ पछि फ्युचरमा यसलाई कसरी जोगाएर राख्नुपर्ने। भनेपछि द्याट मिन्स तपाईँले स्टुडेन्ट्सहरूलाई एडुकेसनलाई प्रायोरिटी लिइरहनु भएको छ है। उहाँतर्फ जाउँ है। जति पनि तपाईँले बटरफ्लाइहरू देख्ने गर्दछन्, अब जति हामीले बटरफ्लाई हेऱ्यौँ ए बटरफ्लाई भनेर मात्रै हामी जेन्युनली बुझ्ने गर्दछौँ होइन। तर स्पेसिफाइड त्यसको नाम रहेको छ अनि उहाँले भन्नुभएको जस्तै कुन चाहिँ डेमा एक्टिभ हुनेछ, कुन चाहिँ नाइटमा एक्टिभ हुनेछ अनि त्यसको स्पेसिफाइड नाम चाहिँ यही हो भनेर चाहिँ कसरी रेक्टिफाई गर्नुहुन्छ हजुरहरूले? नाम चाहिँ के छ भन्दा अहिले चाहिँ तपाईँको विभिन्न प्रकारको आइडेन्टिफिकेसन बुक्सहरू आएको छ है। हामीले त्यो हेरेर चाहिँ तपाईँको त्यो बटरफ्लाई हेरेर चाहिँ त्यो हामीले आइडेन्टिफिकेसन बुकमा हेर्दा चाहिँ हामीले चाहिँ त्यो कुन चाहिँ बटरफ्लाई रहेछ भन्दा बटरफ्लाई चाहिँ हामीले यसो हेर्दा मात्रै राम्रो देख्छ होइन। तर त्यसको चाहिँ इन्भाइरोमेन्टमा चाहिँ एउटा इम्पोर्टेन्ट रोल छ, किनभने यो चाहिँ एउटा इम्पोर्टेन्ट पोलिनेटरमा आउँछ है। अहिले क्लाइमेट चेन्जको एउटा कन्सर्न चाहिँ एउटा ग्लोबल कन्सर्न भएर गएको छ र प्लस यो बटरफ्लाईले चाहिँ तपाईँको जति पनि यो फुलहरू फुल्छ त्यसलाई चाहिँ पोलिनेट गर्ने काम पनि गर्छ। र हामी यो एनजिओ चाहिँ हाम्रो बटरफ्लाई एन्ड मथ्स अफ सिक्किम चाहिँ बटरफ्लाई एन्ड मथ्समा मात्रै सीमित नभएर चाहिँ हाम्रो यो नेचर कन्जर्भेसन सोसाइटी भनेर पनि एड गरेको छ। र यसमा चाहिँ हामीले तपाईँको यो बर्ड्स भयो, तपाईँको डिफ्रेन्ट स्पिसिस अब ट्री स्पिसिस या त होस् है, फ्लावर स्पिसिस हो या त रोडोडेन्ड्रोन स्पिसिस हो, त्यसमा पनि हामीले काम गरिरहेको छौँ। जस्तै हामीले बर्ड्समा हेऱ्यो भने हामीले सिक्किमको लागि तपाईँको धेरैवटा बर्ड्स स्पिसिसहरू चाहिँ रिडिस्कभर गरेको छौँ है। जस्तै अब हामीले हालैमा हामीले सोलिटरी स्न्याप भयो, तपाईँको वाच ड्रगनहरू भयो है, र लाफिङ डबहरू भयो, त्यस्तो बर्ड स्पिसिसहरू चाहिँ हामीले चाहिँ डिस्कभर गरेको छौँ। पहिला यो स्पिसिसहरू चाहिँ यहाँ रेकर्ड गरिएको थिएन र बादमा हामीले रेकर्ड गरेर चाहिँ एउटा स्टेटको लागि चाहिँ एउटा इम्पोर्टेन्ट उयो छ। र त्यसै गरी
हामीले बर्ड्स अफ सिक्किम भन्ने एउटा कम्फर्टेबल बुक पनि निकालेको छौँ फरेस्ट डिपार्टमेन्टसँग मिलेर है। यो चाहिँ एउटा अहिलेको जेनेरेसनमा चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा चाहिँ अहिले चाहिँ हामी यो यङ जेनेरेसनहरू चाहिँ तपाईँको मोबाइल मात्रै चलाएर बसिरहन्छ। एउटा नेचरप्रतिको एउटा अहिले यो बर्ड वाचिङ टुरिज्म भन्ने चाहिँ एउटा ट्रेन्डिङ टपिकमा छ है। र ग्लोबल मार्केटमै हेऱ्यो भने चाहिँ यसको रेभेन्यू चाहिँ एकदमै ज्यादा छ। त्यसले गर्दा हामीले यो बर्ड वाचिङ टुरिज्म भयो, जति पनि यो नयाँ यङ जेनेरेसनहरू भयो है, उनीहरूलाई चाहिँ एउटा नयाँ स्रोत बाटो एउटा देखाइदियो भने है फ्युचरमा गएर उहाँहरूले यो बर्ड्समै पिएचडी गर्न सक्नुहुन्छ। उसको बिहेभियर, बर्ड्सको बिहेभियर हेर्न सक्नुहुन्छ। जस्तै यो सिङ्गल बटरफ्लाईको तपाईँको कम्प्लिट लाइफ साइकल हेऱ्यो भने यो कस्तो हुन्छ है, यो लार्भाबाट हुन्छ, प्युपा हुन्छ, त्यसको बादमा बटरफ्लाई बनिन्छ। एउटा लाइफ साइकल हेऱ्यो भने, एउटा प्रोसेस हेऱ्यो भने तपाईँको यसमा मात्रै पिएचडी हुनसक्छ। र फ्युचरमा गएर जति पनि यो हाम्रो यङ जेनेरेसनहरू छ यसमा गएर चाहिँ हामी धेरै ठुलो कुरा गर्न सक्छ। र बटरफ्लाई वाचिङ टुरिज्महरू चाहिँ हाम्रो स्टेटमा चाहिँ बढाएर लानु सक्छ भन्ने मेरो चाहिँ हाम्रो यो एनजिओ बामोस एनसिएसको चाहिँ एउटा उयो छ, रोल छ। र बामोस एनसिएसले चाहिँ यहाँ जति पनि तपाईँहरूले पिक्चर्सहरू यो विदिन सिक्किम भन्नुभएको छ नि होइन, इभन बटरफ्लाइज अनि त्यो बर्ड्सको लिएर उहाँहरूले तपाईँले यहाँ डिस्प्ले पनि गर्नुभएको छ होइन, यहाँनिर चार्टहरूतिर देखाउनु पनि भएको छ होइन। सो विदिन सिक्किम चाहिँ कहाँनिर चाहिँ तपाईँहरूले चाहिँ यो बटरफ्लाइजहरू या बर्ड्सहरू चाहिँ तपाईँहरूले गएर, किन वाइल्ड लाइफ भनेपछि तपाईँहरू त नेचरलाई कनेक्ट गर्नु पऱ्यो है, छुट्टै सिटीदेखिको निकै टाढो गएर नै तपाईँहरूले यो क्याप्चर गर्नु सक्नुहुन्छ होइन, लिनु सक्नुहुन्छ। र फ्रिली तपाईँले इन्भाइरोमेन्टलाई फिल गरेर तपाईँहरूको वहाँ के कस्तो के रहेछ भनेर चाहिँ बटरफ्लाईको विषयमा तपाईँहरूले रिसर्च गर्नुहुन्छ र पिक्चर्सहरू क्लिक गर्नुहुन्छ। कता कता चाहिँ तपाईँहरू जानुहुन्छ बटरफ्लाइजको लागि? बटरफ्लाइजहरूको लागि चाहिँ अल ओभर 6 डिस्ट्रिक्टै डल्लै हामी कभर गर्छौँ है। हामी जहाँ जान्छौँ त्यहीँ बटरफ्लाइज भेट्छौँ। अघि मैले पहिल्यै भनिहालेँ नि, हामीले यहाँ 50% इन्डियाको बटरफ्लाइज चाहिँ हामीले सिक्किममा पाउँछ है। त्यही कारण हामीले यो हाम्रो 6वटा डिस्ट्रिक्ट छ सिक्किम है, यो 6वटै डिस्ट्रिक्टमा पाउँछ। अनि हाम्रो तपाईँको यो जुन चाहिँ कञ्चनजङ्घा नेसनल पार्क छ, यो हाम्रो जुन चाहिँ एउटा मेन रोल खेल्छ हाम्रो सिक्किमलाई एउटा है, त्यहाँ पनि हाम्रो धेरै किसिमको बटरफ्लाइजहरू पाउन सक्छ, रेयर्सहरू। र उहाँसँग नि बातचित गर्नेछौँ हामी है। तपाईँको नाम? सोनामु लेप्चा। तपाईँ पनि फोटोग्राफी गर्नुहुन्छ है? म यही फिल्डमा बटरफ्लाइज एन्ड बर्ड्समा काम गर्छु ल। कति वर्ष भयो तपाईँले गर्नु? अहिले बटरफ्लाइज चाहिँ अलमोस्ट लाइक मेरो यो दृश्यसँग चाहिँ 4 इयर्स जस्तो हुँदैछ ल। 4 इयर्स हुँदैछ। अन्त बर्ड्सको चाहिँ लाइक लास्ट इयरदेखि स्टार्ट गरेको, त्यो हाम्रो यो जुन चाहिँ यो टुरिज्म डिपार्टमेन्टले एउटा अर्गनाइज गर्नुभएको थियो त्यहाँदेखि स्टार्ट गर्नुभएको ल। सो हाउ इज द एक्सपिरियन्स हुन्छ नि इन्टु दिस फिल्ड? बिकज अहिलेको जेनेरेसनमा लाइक युथ्स आर गेटिङ इन्टु द डिफ्रेन्ट फिल्ड होइन, बट यो छुट्टै एउटा फिल्ड हो जहाँ चाहिँ एकदमै डिपली जानुपर्ने हुन्छ है, डिपली इन्ट्रेस्ट पनि हुनुपर्ने हुन्छ। सो हाउ इज द एक्सपिरियन्स हुन्छ नि वाइल गेटिङ इन्टु दिस डिप रिसर्च? ल मान्छेले पहिला मान्छेले बुझ्थेन त्यो ल। अब यो बर्ड कन्जर्भेसन भनेको के हो, बटरफ्लाई कन्जर्भेसन भनेको के हो, यसले इन्भाइरोमेन्टमा कस्तो खालको इम्प्याक्ट ल्याउँछ, के गर्छ, के हो, कसो हो। त बिस्तारै अब चेन्जेस आउँदै गयो ल होइन। ल बाहिरदेखि मान्छेहरू आयो, अब प्रायः यो के भन्छ ल, अब टुरिस्टहरू अब यो मथ एन्ड बटरफ्लाइजहरू देखेर एट्र्याक्ट भएर सिक्किमतिर आउँथ्यो। हामी गाइडहरू गर्दा उहाँहरूले क्वेसन गर्नुहुन्थ्यो। अन्त ईश्वरी हो, त्यहाँदेखि चाहिँ ईश्वरी कन्जर्भेसन पनि हुन्छ, फोटोग्राफ्स खिचेर पनि कन्जर्भेसनहरू हुन्छ भनेर चाहिँ हामीले त्यस्तो देखाउनु सक्यो हामीले। तपाईँले एउटा बर्ड क्लिक गर्नुभयो भने कति समय लाग्छ लगभग तपाईँलाई त्यो कुरालाई रिसर्च गर्नका निम्ति अनि उहाँलाई स्पेसिफाइड नाम दिएर रेक्टिफाई गर्नका लागि? अब त्यसलाई अलिक टाइम चाहिँ लाग्छ, किनभने आज मैले एउटा के नयाँ सब्जेक्ट एउटा खिच्यो अरे ल, त्यसलाई पहिला आइडेन्टिफिकेसन जानु पर्यो त्यो स्पेसिस्टमा। अब त्यो चाहिँ कसरी गर्छ? त्यो हाम्रो यहाँ तपाईँकोले जस्तो देख्नुहुँदैछ यहाँ आइडी यो सब यो रेफरेन्स बुकहरू छ ल। यहाँबाट पाइन रहेछ, यहाँबाट कुनै चिज अब नयाँ छैन रहेछ भने चाहिँ ल, त्यो चाहिँ अब त्यहाँदेखि चाहिँ यहाँ आइहाल्नु दिन्छ ल। आइहाल्नु चाहिँ त्यहाँदेखि नयाँ हो भनेर भनिदिन्छ। त्यहाँदेखि चाहिँ हामी त्यो नयाँ कुरालाई चाहिँ कसरी रेक्टिफाई? अब हामीले नयाँ कुरालाई कसरी रेक्टिफाई गर्छ भने जुन चाहिँ अब एकदमै नयाँ छ भने चाहिँ अब हामीले चाहिँ के गर्छौँ नि, यसलाई सबै जुन चाहिँ बटरफ्लाइजहरू छ यिनीहरूलाई हामीले डिएनए टेस्टहरू एकदम साइन्टिफिक पाराले जान्छ है। अनि यो गर्दाखेरि चाहिँ हामीलाई अलिक टाइम चाहिँ निकै लागिहाल्छ, किनकि हामीले एकखेप एउटा जुन चाहिँ नाम दिनु लागि चाहिँ
को लागि चाहिँ हामीले यो पुरै सोचेर गर्नु र दर्शकबिन हामी साथसाथमा यहाँनिर उहाँहरूले डिस्प्ले गर्नुभएको इक्विपमेन्ट्सको बारेमा पनि हामी जान्नेछौँ के कस्ता इक्विपमेन्ट्सहरू उहाँहरूलाई निड रहेछ है यो जुन चाहिँ बटरफ्लाई र बर्ड्सको फोटोजहरू क्याप्चर गर्न र नेचरलाई क्याप्चर गर्नका निम्ति है अलिकति यसबारे पनि तपाईँले जुन चाहिँ डिस्प्ले गर्नुभएको छ नि यसबारे अलिकति बताइदिनुहोस् न। जस्तै हामीलाई चाहिँ क्याप्चरहरू इक्विपमेन्ट्स चाहिँ हामीलाई यो यस्तो क्यामेराहरू चाहिन्छ है अनि क्यामेराहरू चाहिँ हामीलाई चाहिँ कस्तो खालको क्यामेरा हुन्छ यो डिएसएलआर क्यामेराहरू चाहिन्छ है अनि अहिले चाहिँ यो जुन चाहिँ यो डिजिटल वर्ल्ड भएको छ त्यसले गर्दा हामीले अहिले अलिक इजी भएको छ पहिलाको भन्दा है अनि त्यस्तै हामीले लामो लेन्स पनि चाहिन्छ किनकि ताकि हामीले टाढोबाटै लिन सक्छौँ 100x400हरूको हामीलाई चाहिन्छ किनकि टाढैबाट हामीले ताकि चिनियोस् चाहिँ राम्रोसँगले क्याप्चर गर्नु पाओस् भनेर है अनि हामी यो बाइनोकुलरहरू पनि छ यो बाइनोकुलर चाहिँ हामीले चाहिँ टाढोबाट यसो हेरेर कुन चाहिँ चिज कुन चाहिँ चरा रहेछ कुन चाहिँ बटरफ्लाई रहेछ भनेर त्यो पनि हेर्नु सक्छ है नजिकको चाहिँ उयो गर्नु लागि ताकि हामीले नजिकमा गयो त्यो यो दुर्बिनबाट चाहिँ हामीले तपाईँ आइडेन्टिफिकेसन गर्नु सकोस् भनेर कतिवटा चाहिँ अनि त्यस्तै पाराले चाहिँ अब हामीलाई कतिवटा चिज हामीलाई अलिकति डाउट लाग्यो भने हामीलाई चाहिँ यस्तो मोबाइलहरू पनि चाहिन्छ यो चाहिँ किन भन्छ हामीले एउटा कोही बेला चाहिँ हाम्रो हातमा किताबहरू हुँदैन है त्यही कारण हामीले कतिवटा वेबसाइटतिर गएर हामीले रिफरेन्सहरू पनि गर्न सक्छौँ त्यही कारण पावर ब्याङ्कहरू हामी कतिवटा अब हामी रिसर्च गर्नु जाँदाखेरि हामी अलिक फरेस्टतिर पस्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ हामी यो पावर ब्याङ्कहरू पनि बोक्नुपर्छ अनि यो मोबाइलहरू पनि बोक्नुपर्छ अनि यो क्यामेराहरू यो बाइनोकुलरहरू अब यो हजुर बुक्सहरू यो जति हामीले यहाँ किताबहरू डिस्प्ले गर्छ यो सबै रिफरेन्स बुक बटरफ्लाई रिफरेन्स बुकहरू है अनि यो रेड डाटा बुक भने चाहिँ यो चाहिँ जोलोजी अफ इन्डियाले बनाएको हो यो चाहिँ अहिले रेयर बुकहरू कलेक्सन छ है यसमा चाहिँ हामीले आइडेन्टिफिकेसनहरू गर्नु सक्छ यसमा हामीले बाहिरको यो चाहिँ अब हाम्रो बाहिरको साइन्टिस्टहरूले हाम्रो जुन चाहिँ एनजिओहरूलाई पठाइदिएको यो हाम्रो काम चाहिँ राम्रो गर्यो भनेर चाहिँ हजुर जस्तै जो रुचाउनुहुन्छ है अहिले एकदमै बेसी उहाँहरूले धेरैजना युथहरू हुन्छ जसले फोटोग्राफीमा वाइल्ड लाइफलाई क्याप्चर गर्नको निम्ति उहाँहरू रुचाउनुहुन्छ उहाँहरूले चाहिँ तपाईँहरूसँग सम्पर्क गर्न या तपाईँहरूसँग कोल्याब गर्नको लागि के कस्ता प्रोसेसहरू रहेको छ उहाँहरूलाई चाहिँ अब दे क्यान कन्ट्याक्ट हस है उहाँहरूले अब योपट्टि आउनु चाह्यो भने चाहिँ थ्रु हाम्रो एउटा जुन चाहिँ पेज छ बामोस एनसिएस भन्ने पेज छ त्यसबाट कन्ट्याक्ट गर्नु पनि सकिन्छ अन्त मेरो पर्सनल आइडी पनि छ नवङजी भोटिया भनेर त्यसमा गर्नु सक्छ कन्ट्याक्ट आइडी तपाईँले भन्नुहुँदै थियो अघि जस्तै नानीहरूको लागि तपाईँले पेन्टिङ कम्पिटिसन्सहरू पनि राख्न गइरहनु भएको छ त्यो कता राख्नु हुँदैछ अनि के कस्ता छ यसको बारेमा बताइदिनुहोस् न। अनि हामीले चाहिँ नानीहरूलाई चाहिँ पेन्टिङ कम्पिटिसनहरू राखेको छौँ है यो चाहिँ हामीले चाहिँ यहाँ यही स्टलकै अगाडि हामीले एउटा सानो एउटा उयो गर्छौँ नानीहरूलाई हामीले त्यो चार्ट पेपरहरू छ उहाँहरूलाई हामीले एउटा पेन्टिङ कम्पिटिसन गरेर त्यसमा हामीले प्राइसेसहरू पनि राखेको छ रिगार्डिङ बटरफ्लाइज एन्ड बर्ड्स। थ्याङ्क यू सो मच थ्याङ्क यू फर द टाइम है र हुनुहुन्थ्यो बामोस एनसिएसको टिम मेम्बर हुनुहुन्थ्यो है सर्टन टिम मेम्बर्स तपाईँहरू 12जना हुनुहुन्छ है लगभग 12जना टिम मेम्बर्स हुनुहुन्छ र अहिले साथैमा उहाँहरू 3जना मात्र यहाँनिर आउनु भएको छ है उहाँहरू रिप्रेजेन्ट गरिरहनु भएको छ र जति पनि यो यहाँनिर प्रिन्ट गरिएको छ अलिकति उहाँलाई देखाइदिन भन्न चाहन्छु है यहाँ जति पनि प्रिन्ट गरेको छ यो चाहिँ तपाईँहरूले स्टुडेन्ट्सहरूको लागि या आउनु नानीहरूको लागि है उहाँहरूको लागि चाहिँ तपाईँले फ्री अफ कस्ट दिनुहुँदैछ फ्री अफ कस्टको लागि हो नानीहरूलाई हामीले ताकि उहाँहरूले पनि एउटा इन्करेज होस् भनेर है सिक्किममा यस्तो पाउँछ भनेर एउटा त्यसको लागि चाहिँ हामीले यो यदि तपाईँहरू राबङ्लामा आउनु भएको छ भने है छोजो लेकतर्फ आउनु भएको छ जहाँनिर इभेन्ट भइरहेको छ 11 तारिकदेखिको 16 तारिकसम्म यो इभेन्ट भइरहेको छ भव्यताको साथमा उहाँले सेलिब्रेट गरिरहनु भएको छ भने तपाईँहरू आउनुभयो भने यो स्टलमा आएर तपाईँहरूले बटरफ्लाइज अनि बर्ड्सहरूको बारेमा तपाईँहरूले जान्न सक्नुहुन्छ अन्त यो लगेर तपाईँहरूले यसको बारेमा रिसर्च गर्न सक्नुहुन्छ उहाँहरू बुझ्नु सक्नुहुन्छ। यसै गरी दर्शकवृन्द हामी तपाईँहरूको समक्ष अन्य इन्सपायरिङ स्टोरीहरू अन्य कुराहरू लिएर हामी चाँडै नै उपस्थित हुनेछौँ तबसम्म हेर्दै गर्नु होला म सुस्मिता भुजेलको साथमा।